झगडाको यति आएछ यति अहिले झगडाको वडाहरू चाहिँ सबैजना त्यहीले सेक्रिफाइस गर्न सकेन जस्तो भयो अहिलेको अवस्था कि छोरी मान्छेले सेक्रिफाइस यो हामीसँग जान खोजेको यो न्युन जान खोजेछ पाहाडतिर जानु ला वर्ल्ड वाइड विदेश पुऱ्याइदिन्छ क्या पुरा हजुर यिनीहरूको कुखुरादेखि भैँसीसम्म त्यो के भन्छ अरे बाख्रासम्म सब काटेर खाइदिने केटाहरू त्यहाँ त्यो मिर्जानको जुसबाट उता तल गएपछि त्यहाँ अब त्यो पहिल्यै जाउन त्यो बाबुबाजेले अब त्यो जग्गा दिएको रहेछ कि पहिला त मान्छे पनि उ गऱ्यो होइन र घाइते हो कि मऱ्यो के हो पहिला उसमा टायर सायर जलाए त्यो बुद्ध चोकमा आफ्नै पम्प छ त्यहाँ त्यत्रो त्यहाँ त्यो आफ्नो गाडीहरूले बाइकहरूले तेल हाल्ने त्यो गाडी नपुगेर बाहिरी गाडी मगाएर अहिले पोखरातिर छ पोखरामा त्यहाँ खोल्ने बन्द गर्ने गेट बनाउँछ तर पछाडि चाहिँ मस्जिद छैन तारबार गाडेर होइन हाम्रो सोच चाहिँ पुगेको छैन हो कि त्यो त हाम्रो सिटेबलै छैन अहिले त विदेशको जस्तो गरिकन हुन्छ यहाँ हामीलाई के चाहियो यहाँको चाहिँ यहाँको माटो सालजन्ती बोर्ड त्यो के बुझेको चाहिँ के भने अल्टिमेटली काङ्ग्रेस गए पनि त्यो मान्छे माडीहरूले उयो ठुल्ठुलो नि त बोन्नेला लाग्छ कुकुर बिरालो त्यसको रम छ नि बिरालो अनि त्यहाँबाट स्वर्गदरी घुमेर त्यहाँ भोलि जान पसेको हजुर त्यहाँ सब प्रोसेसर राखेर कि चाहिँ राम्रो त्यहाँ गयो किन्ने पैसा बडडाँडाको एउटा सिमेन्टले हामी पर्दैछ नपाउने त सात नम्बर नगरी चाहिँ के थाहा भन्दाखेरि 7 नम्बरमा हो क्या त्यो 7 नम्बरमा अब कपिल वस्तु कपिल वस्तु पनि यहाँ कता हो देखिँदै सिद्धि हो यही हो खर्च धेरै हुन्छ नि त्यस कारण कहाँ लगाइन्छन् मान्छेहरूले त्यो पाल्ने यता छ सर्ट लग्यो यहाँ जितपुर पहिला पहिला त खोला त एक गाउँ दुगुरेको नि यति खोला त 4 नम्बर हाम्रै त मध्यपुरमा नि गाउँ बेलगाछमा पुरै आगामीहरू पुरा ध्वस्त भएको बेलगाछमा त तर फेरि फर्केर आयो क्या त्यहाँ कतिले छोडेर सँगसँगै भनिन्छ हामी नजिकै आधी किलोमिटर सुस्तै कता खाने योजना हाम्रो इङ्ग्लिस हो क्या त्यसो सुरु गर्नु कहाँ पुग्नु भयो 4 नम्बरको बारगङ्गा के अरे अब त्यहाँ कहाँनिर किलोमिटरमा बस्दै त भन्नु होला हामी त्यो रोकिन्छ हजुर होइन उता पछि अब बिटी बल्ल निक्लिने गरे गएर बस्नु अब दिल्ली कता कता पुग्यो अहिले फेरि प्रतिबन्ध लाग्छ यो 4 नम्बर 4 नम्बर चोक यता तौलिया जाने यतातिर सबै खराब गरिदियो राम्रो गरिदियो फिनिसिङ भइसक्यो
कन्टेनर हो सबभन्दा। त्यहाँ सबै मान्छे गरिबी सबै त्यहाँ झुन्डिने भयो। एनसीसी खारिज गर्यो भने होइन र त्यही ध्यान पछि 14 वर्षमा फेरि एकचोटि आधी आएको होइन त्यस्तो गऱ्यो। भाग पढेर भ्याएपछि जब जब गर्छ नि त्यहाँबाट के भने एउटा निश्चित लेभलसम्म त्योभन्दा माथि भएको यो हङकङको उहाँलाई सजिलो छ। होइन हङकङ चाहिँ यस्तो रहेछ हजुरको यो हङकङ छ नि हङकङकोले चाहिँ मेरो आफ्नोतिरको गाडीहरू उतातिरको हाम्रो आमातिरको गाडी चाहिँ भयो फेरि त्यति बेला त्यो सिट चढ्यो तिनीहरूको भयो त्यो सार बाटो रोक्ने मैले भनेर सुत्दै बोल्ने हजार रुपियाँ त्यो त हाम्रो सेटिङमा मिलाउने प्रशासन त्यो कुराहरू कति हो भनौँ त्यहीँबाट कमाउने हो त्यो एक्स्ट्रा जस्तो कि अब चाइनिजको पैसा त आधिकारिक हामीले जुन तरिकाले हाल्ने त्यही तरिकाले पाइने हो तर त्यो गाडीबाट मटेरियल्स झिकेर हामी बाहिर रेभेन्यू पार्छ नि त्यो चाहिँ पर्सनल कमाइ गर्छ त्यस्तै देखियो त्यो चाइनिजले हामीलाई हस्तक्षेप गर्न पनि मिलेन कि प्रशासनले हामी कति गराएर त्यही पैसाहरू उस्तै गरेर प्रशासनलाई दिनु पऱ्यो। एउटा सहुलियत चाहिँ के दिएको थियो भन्दाखेरि गाडीमा तेल चाहिँ यिनीहरू आफैले लाखको घर हो कि त्यो 16-17 लाखको घर त्यही दिनु पऱ्यो त्यसको जिन्दगी अब पुरुसिङे मध्यरञ्जन चोक है यहाँबाट सुपदेउरा त्यसको जिन्दगी नै अब त्यहीँ तिर्दा तिर्दै जान्छ कि त्यस्तो त्यसलाई यो चाहिँ दोस्रो लाउडा सिलगढी आउने बित्तिकै स्वागत पहिले आउने बित्तिकै भेटघाट हो भएन भने अब आएको छु भने त्यो हजुरको अब सुनौ चौधरी एक दिन सब भइगयो होइन हनुमान मिनी रिसोर्ट छ नि त होटल ठुलै कता यहाँ उत्पन्न छ हनुमान किन चाहिँ थाहा थिएन पत्रकार सम्मेलन चाहिँ गर्ने उता पत्रकारले सोधेको छ अब तपाईँहरू के कार्यक्रम छ त होइन अब यसमा यो अब आज पत्रकार सम्मेलन गर्ने अनि 21 गते के छ 22 गते के छ 23 गते के छ अनि 24 गते चाहिँ फाइनल गर्ने बेलामा के छ त भनेर सोधेको अब कार्यक्रमै छैन ए होइन त्यो दिदीले पनि त्यही भन्दै थियो पुरानो साथीहरूले चाहिँ ए हाम्रो चाहिँ यो प्रोडक्सन छुट्यो भने गर्ने भने भन्दै पनि अब त्यो कोर्डिनेसन कार्यक्रम एउटा छोटमा राख्नुपर्ने हो घरको ठाडमा के मान्छे हाम्रा अगाडि गएका टोलीले भात खाइसके कहाँ पुगेर उनीहरू एभाइलेबल मात्रै गर्नु पऱ्यो क्या त्यसो भने नगर जिल्लामा बस्दा जिल्लाका 12 जना सदस्य छन् 12 जना एक राख भन्यो भने त राख्नु पऱ्यो नि त आफू हिँड्ने ठाउँमा त विधान यस्तो छ भनेर पठाउनु त परेन होइन त्यसपछि नगरको छ भनेपछि नगरको पनि पदाधिकारी सबैले राखे पनि राख्नु किन्न पऱ्यो भने यसलाई क्वालिटी स्वालिटी सबै आफैले बनाउने
वरि पनि छ ओह्राला पनि फुलबारी पनि छ कि कस्तो झ्याउ भयो अहिले त उता जान पनि त्यस्तो भयो सरकारको भयो होइन धान खोला भने भनेपछि कतिजना आउने भयो त सहभागीहरू सर सिर्जना भनेको तमाङको होटल हो के हो सिर्जना निस्कन गाह्रो भयो यहाँ धान खोला आयो हामी मेन त्यो खाना हामी चाहिँ खाना यहाँ आइयो खाना खाँदैछन् हाम्रो दाइले होइन दिदीले गएर खाना खाँदैछन् कि खाना खान बसेछन् भयो त राम्रो छ कि हामी खाना खाने होटलको पछाडि बस्छौँ सिनहरू धान खोला होइन यो सिर्जना हेर्नुहोस् है सिर्जना होटेल कता सेनगढी छ भाका हो के अगाडि उभिनु भएको छ कि ए अब धान खोला हामी खाना खाने होटेल न्यू सिर्जना होटेल यहाँ खाना खाने उसमा मैले आफूले देखेको कि तपाईँहरू हुने ठाउँकै गफ गर्नु म हुँदा देखेको ठाउँ कुरा गर्नुभयो कि सुर्खेतबाट पश्चिमतिर गएपछि भनेर देखिन्छ क्या यसरी त्यसरी पोखिन्छ क्या त्यहाँ हामी त्यसरी के कुनै हो तर कुन खबर हो त्यसरी हो भनेर चाहिँ त्यहाँ बगाएर हामीले हेर्नु भने त्यो छुट्टै देखिन्छ क्या मलाई त्यहाँनिर एउटा हाँसो लागेको चिज चाहिँ के थियो भन्दाखेरि रप्ती नदी पुल पुलको साइडबाट किनार गए नि हुन्छ नि साउनमा राप्ती नदी यस्तो छ हालत अब यो त लगाइयो बजारको बाटो भन्नुभयो प्युठान लगाइयो जनजातीय कहाँ छन् त थारू आयो अझ थारूले 6% पायो नि त अरू सबै जनजातीय छन् थारू मात्रै अलग थारू गर्नु पर्यो नि त लड्नु पर्यो नि त्यो मान्छे मैले आजकल हुने जङ्गलमा हुन्छ है
थाकल त त्यहाँ थियो अघि हजुर अघि त्यहाँ थियो जङ्गलै भरि थाकल त्यही हो हजुर त्यसो भनेपछि म रोल्पा हेर्न भनेर चाहिँ गएको खेल्न जाँदाखेरि होइन प्युठानसम्म यहाँ छ प्युठान यहाँबाट ठ्याक्कै बाटोले थाहा भयो होइन त्यहाँ त अर्को यहाँ पछि सभासद प्रदेश सांसद थियो के सुजल के भन्ने नाम चाहिँ एउटा हात छैन क्या सुजल हो क्या अब उनको त्यो अनि त्यसपछि त्यो माडी चौरबाट लिएर फेरि भर्ती गाउँ जाने छुट्टै बाटो छ क्या उनीहरूको योजना जति सबै पारेको सबै पर्ने काम जाने कि माथिल्लो बाटो जाने हुँदा माथिल्लो बाटो चाँडै पिच गऱ्यो क्या त्यस्तो हुँदो रहेछ क्या पऱ्यो त्यो त नपर्ने कुराकानी त भएन नि सर मैले आफूले सुनेको कुराकानी क्या त्यहाँ देखेको अब तपाईँको सुरुको बेलामा जस्तो गर्नु तपाईँ अब यो रोल्पा त एकदम उद्यम स्थल के अरे माओवादीको जङ्गलको होइन अब अहिले दमन कब्जादेखि लिएर सबै हरेरी कब्जादेखि सबै गरेका के अरे त्यो बाबिएचौर गएपछि बाबिएचौर अदुवलतिर चाहिँ बड्डी चौर भन्ने छ क्या अनि त्यो चाहिँ अब गुट्टु भन्नेतिर त माओवादीको त्यहाँमै एउटा एक किसिमको एउटा दोकानमा एउटा जुत्ता मात्र राख्नुपर्ने त्यस्ता किसिमको दोकान पनि थियो क्या अनि त्यहाँ बिचमा चाहिँ बाबिएचौर जाने बाटोमा चाहिँ खम्बा गाडे भन्ने ठाउँबाट दुईवटा बाटो छ तल्लो बाटो चाहिँ गाउँ छैन यो बड डाँडा भित्र चाहिँ दसैँ भयो गोर्खामा पनि त्यस्तै के भन्नुभयो नजिकै हुनुहुँदैछ दङ्गेली शक्तिमान भन्ने गाडी थियो दोस्रो विश्वयुद्धमा लडेको गाडी हो भने त्यो गाडी यो ओरिजिनल डुप्लिकेट त त्यो घिउमा चिउरी मात्र मिठाई दिएपछि त बिग्रिने भयो अनि के गरे रहेछ त कस्तोसम्म गरेको देखेँ मैले भैँसीबाट चढ्न दुनै छ के अरे होइन ठुलो कराईमा चाहिँ दुध तताउने हो के अरे ट्याक्क जम्मै छ्याङ्रा छुनु परेछ यी सबै चिउरी होइन तपाईँलाई अब अझै तपाईँ म त अब प्रशोधन गरेको ठाउँमा बसेको चिउरीको कुरा के नजान्ने के गर्ने रहेछ अब मान्छेले त विभिन्न सर्लक्क ल्याएर त्यो त्यो पेल्ने ठाउँमा लिएर आएको हुन्छ क्या अनि पेल्ने ठाउँमा आएर त्यसपछि ड्रम त्यहाँ निकाले हुन्छ क्या त्यो
है त्यही निकालेको हुन्छ। जस्तो तपाईँ चाहिँ लेबलिङ प्याकेजिङ नगरेको चाहिँ तपाईँ त्यतिखेरै पनि किन्न पाउनुहुन्छ कि तपाईँको आँखाले देख्यो नि, तपाईँले पेलेर देख्नुभयो नि सबै कुरो नि, त्यसरी गरेकै त्यो बेलामा उसको लिनुभयो कि लिनु भएन तपाईँ सिक्रेटले पनि त्यो उत्पादन गर्नु सिक्रेट पहरे खोला पहिरो आउँछ एग्रेटो झरेर आउँछ लु 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 बाटो बल्ल गर्छ झरेको झरेको पानी आयो भने अनि रुकुमबाट पनि ल्याउनु भयो गर्नु हो नि राम्रै हो तपाईँले भने जस्तो फुल के को भन्ने कुरा आएछ कुन फुल फुलेको बेलाको पऱ्यो भन्ने कुरा यो बाटो सुरुमा आउँदा यो तलको पुलबाट तिम्रो बारी जे हुन्छ त्यो नगर बर्खामा गाडी जान्थेन हिउँदोमा यो खोलाबाट हाल्नु बजारले के खोजेछ त भनेको त्यही गर्नुपर्ने हो भन्ने यहाँबाट हिँडेर जानु फेरि अर्को अब हामी अनि अर्को उत्पादन कुरो पनि त सरहरूको अगाडि हामी के गर्नुपर्ने भनेर के भन्दो रहेछ भनेपछि काउली बजारमा खपत हुने कत्रो हो त भन्ने कुरो पनि अब त्यत्रो किसिमको जातहरू पहिले काँक्रा कत्रो हुन्छ मादले हुन्थ्यो यत्र ठुल्ठुला हुन्थ्यो युटर्न जाने यता अलिक सोलो गर्नु पऱ्यो रोक्नु पऱ्यो रोल्पा जाने यता कता रोल्पा जाने रोल्पा जाने सिधा प्युठान जाने यता यता प्युठान प्युठानको बिचमा प्युठान यता यता रोल्पा हामी जाने यतै ए अनि किन रोल्पा हिँड्यौँ त हामी हामी त उता भिङ्ग्रीतिर भिङ्ग्रीबाट माथि जाने हो नि त हामी ए ए ए मैले त्यो त्यसपछि हेरेँ भएन सिस्टम रहेन सिस्टममा गर्दाखेरि के गर्दा पहिला वास्ते हिरो भनेको एक बेलाको त होइन भर्खरै त्यही डाँडो त्यो पल्लो डाँडो खै त्यो पल्लो वहाँ डाँडा पुग्ने हामी त्यो माथि जाने कुनमा त्यो पल्लो हो त्यो बुढा देखेको हजुर वाह। अरे 14 किलोमिटर माथि अझ यहाँबाट होइन त्यहाँबाट 14 किलोमिटर माथि ए डाँडोमा मलाई राख्ने अनि त्यसलाई के भन्छ अझै त्यो साउलाई अब त्यसले बच्चा पायो अब अलि ठुलो है यत्रै गर्दाखेरि अहिले सुकुम्बासी भनेको सुकुम्बासी भनेको छुट्टै त्यो भनेको छुट्टै हो र तिनलाई पनि लगभग सुकुम्बासीसँग नै मान्ने कि अनि काशीराम थारू भन्ने चाहिँ गरिदिएको थियो 48 सालको सभासदमा चाहिँ के अरे सुकुम्बासी नेता भनेर जित्यो कि के भनेर जित्यो अरे मान्ने त्यसको हिसाब हुँदैन भाँडाकुँडा मान्ने यताउति लिपपोत गर्ने पकाउने के गर्ने कसो गर्ने कम्प्लेन है अनि त्यसपछि अब भैँसी चराउनु पर्ने हो बाख्रा चराउनु पर्ने हो अनि त्यो चाहिँ तिनका छोराछोरीहरू चाहिँ भैँसवा छेडावा भन्छ क्या त्यसरी राख्ने रहेछ क्या तिनलाई कम दिएर त्यही थारू नै हुँदो रहेछ क्या थारू नै हुँदो रहेछ क्या थारू नै हो अनि त्यसपछि त्यसमा पनि
नेपाल त हाम्रो नेपालको पनि हरेक पार्टीमा पौडी खेलेको मान्छे हो। खोलामा त पानी खोलामा पानी छैन, बर्खामा त बन्ने मात्रै। पानी आउने मान्छे अँ? अब सुक्खा छ हुन्छ नि आउँछ बिचरा माथि हल्लाउँछ भात दिन्छ सुक्खा बेलापट्टि मान्छे मार्छ साथी झेल्दै त सक्दैन गाडी पनि आउँदैन। अहिले त सिजन बेसीको यहाँ बोलबम असार पनि, साउन पनि। होइन कि यो मन्दिरमा जान्छ त बोलबम साउनमा त जान्छन् कि? इन्डियनहरू अलिक बाटै गरी फेरि अँ उता भुटानी हो भाइ हो, त्यो भुटानीहरू शीतलमा। अब हेर्नु नि सबै यहाँ सबै होटलहरू सब इन्डियन नै त अँ। यता रोक्ने राजनीति गर्नु फुल टाइम भएर हिँड्नु पर्ने रहेछ नि। यो चाहिँ राजनीति गर्नु हो कि फुल टाइम हो कि हामी स्वर्गदरी गएर रोक्ने भन्नु होइन स्वर्गदरी भिग्रीमा अब हाम्रो यो स्वर्गद्वारी जान लागेको हो। आजको प्रस्थान स्वर्गद्वारी, माथिको डाँडाहरू हो, हिँडेको हो स्वर्गद्वारी। हामी स्वर्गद्वारी हिँड्दै हो स्वर्गद्वारीको। स्वर्गद्वारी जाने बाटो हो यो। स्वर्गद्वारी प्युठान। हामी चाहिँ अब स्वर्गद्वारी जान लागेको हामी सबै होइन, स्वर्ग जाने बाटो हो हाम्रो स्वर्गद्वारी। यहाँ जस्तो हिँड्ने पर्ने हो कि गाडी पनि हिँडेर जान्छ त्यहाँ 1080 त त्यो सिँढी ट्याक तलसम्म गाडी जान्छ, त्यो पोखरीसम्म गाडी जान्छ। त्यो हिँड्ने पर्ने फेरि हिँड्नु पर्यो मासतिर त पुरै हिँड्ने हजुरको भर्याङ छ। त्यहाँ त घोडा छैन यहाँ त छ नि घोडा त्यहाँ त छैन घोडा त। दुविधा भयो, सुविधा पऱ्यो गरोस् भन्नु मिल्छ। ल त्यसै अब धनबाङ झन् राम्रो होला क्या, किनभने बाङ भनेको समुद्र। डाँडामा
भएपछि त्यसको लङ लास्ट पनि अझै लामो हुन्छ भन्ने बेलामा म त बुढो भएँ के काम गर्नु छ र होइन सकिन्न के भन्छ नि स्वर्गद्वारी अहिले त्यो उसको अन्त त्यो बिचाइ के अरे म बितेँ हो त्यस्तै भयो घन्टी त स्वर्गद्वारी स्वर्ग जाने अस्तिको सोमबार त्यत्रो मान्छे कहिले थियो र रेकर्डै गर्नु त्यसले यार आमामा हेर्नु त्यतिबेला हामी कस्तो किताब बोकेर नि हो कि स्वर्गद्वारी है स्वर्गद्वारी 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 है स्वर्ग जाने बाटो स्वर्गद्वारी आश्रम यहाँ स्वर्गद्वारी आश्रममा यसरी गाई पालन यिनीहरूले खाना दिन्छ भनेर आएछन्। त्यहाँ सिन पनि राम्रो छ। गाईको गोबर छ हाम्रो स्वर्गद्वारी प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल। अब यो हाम्रो भोले बाबाको भक्त साउन बार्दै आज स्वर्गद्वारी दर्शन गर्दै एकदम ल।